पोखरा आसपासको क्षेत्रहरूलाई पनि अलिकति पर्यटकीय नक्सामा अलिकति बढी चलायमान बनाउनुपर्छ। त्यतातिर पनि यो टुरिस्टको मुभमेन्ट यो हाम्रो चाहिँ सहरमा मात्रै होइन, हाम्रो चाहिँ अब डाँडा डाँडामा गाउँ गाउँमा पर्यटकहरूलाई पनि अलिकति डाइभर्सिफाई गरिदिएर पोखरामा लेन्थ स्टे बढाउने भन्ने हाम्रो नेपाल पर्यटन बोर्डको नीति नै छ। त्यसैले यस्तो खालको कार्यक्रममा हामी सहयोग गर्न पाउँदा यो पर्यटन बोर्ड खुसी नै छ। अब यसका टेक्निकल कुराहरू मभन्दा विज्ञ जो खेलका विज्ञहरू हुन्छ उहाँहरूले भनि नै सक्नु भएको छ। त्यसमा अब सम्बन्धित अब पोखरा क्लिप लगाई पोखरा पर्यटन केन्द्रले हेरि नै हाल्ला। अब हाम्रो इच्छा चाहिँ बढीभन्दा बढी लोकल पार्टिसिपेन्ट भयो, तर त्योभन्दा पनि अलिक बढी अन्तर्राष्ट्रिय, किन माउन्टेनको नाम जोडिसकेको छ, माउन्टेन रनिङ कम्पिटिसन। र फेरि त्यो क्षेत्रमा अब यो पालिको म आफै पनि सहभागी हुँदाखेरिमा दौडिन लाग्यो कार्यक्रममा उपस्थित हुँदाखेरिमा यस्तो बाटोदेखि माथिसम्म जाँदाखेरिमा चाहिँ त्यो भ्युजहरू त्यो सिनिक भ्युज भन्दाखेरिमा चाहिँ कतिपयले सक्नेले दौडिनु भयो राम्रैसँग, नसक्नेले पनि एउटा चाहिँ रन फर फन टाइपको, जस्तो यहाँ हाम्रो चाहिँ हाम्रो भूतपूर्व खेलाडी मन चाहिँ पोखरा एरियामा पनि रन फर फन गरेको थिएँ। त्यस्तो खालको एउटा इभेन्ट पनि थपिदिनु पायो भनेदेखिमा चाहिँ यसको अलिकति यो माउन्टेन रनिङ कम्पिटिसनको अलिकति गोल्स पनि बढ्छ र यो चाहिँ अब एकदम कुद्न सक्ने मान्छेहरूले मात्रै होइन अरूहरूलाई पनि यो चाहिँ एउटा उत्सवको रूपमा यसले चाहिँ गति लिन सक्ने देखिन्छ। र अर्को चाहिँ यो उहाँलाई मैले अलि अगाडि पनि दिइरहेको सल्लाह सुझाव चाहिँ अब अहिले यो रनिङ कम्पिटिसन अथवा यो म्याराथन अहिले संसारभरि चाहिँ यो एउटा यसले छुट्टै खालको चाहिँ मान्छेहरूलाई अट्र्याक्ट गरेर देखिन्छ। त्यसले गर्दा हामीले यसलाई चाहिँ छुट्टै एउटा वेबसाइट जस्तो बनाएर होइन माउन्टेन रनिङ .com अथवा माउन्टेन रनिङ नेपाल.com पोखरा.com के भनियो त्यो चाहिँ हेरेर त्यसको चाहिँ अब यो इभेन्ट हुँदाखेरि नै नेक्स्ट इयरको डेट एउटा तोकिदिने र त्यहाँदेखि लाइभ भएर धमाधम बुकिङ लिन थाल्यो भनेदेखिमा चाहिँ त्यसमा अलिकति होइन त्यसमा बुस्टिङ गरेर विभिन्न गरेर चाहिँ गरिदिनु पायो भने हामीले चाहिँ यसमा अझ बढी अन्तर्राष्ट्रिय पार्टिसिपेन्टहरूलाई पनि हामीले लिएर आउन सक्छौँ। र मैले अर्को सल्लाह चाहिँ हामीले चाहिँ यो काम गरेर चाहिँ हामी फेरि हाम्रो नेपालमा भनौँ न पोखरामा विभिन्न ट्राभल ट्रेकिङ कम्पनीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि यहाँले चाहिँ ट्राभल पार्टनरै भनेर ट्रेकिङ कम्पनी चलाउनु हुन्छ होइन, भनेपछि उहाँलाई चाहिँ त्यो ट्राभल पार्टनर भनेर राख्यो भने तपाईँले यो आउने विदेशीहरू केही टेन्सनै लिनु भएन। अराइभल डिपार्चरदेखि लिएर होटल छान्दिने कता राख्ने अथवा त्यसो यो खेल पछाडिको साइट सिन गराउने अथवा इभन ट्रेकिङ जाने त्यस्तो खालको चाहिँ धेरै त्यो बाहिरतिर गरेर देखिन्छ। यसमा त्यो अनि कुनै अब दुई चारवटा होटलहरू छानेर होइन त्यो होटललाई चाहिँ अफिसियल होटल पार्टनर भनेर राखिदियो भनेदेखिमा उनीहरूले चाहिँ अब यो अवसरमा दौडिन मात्रै आउने होइन कि त्यो चाहिँ होटलहरू पनि यसो सटोले हेरेर होइन बरु अरू बेलाको भन्दा छुटेर खाने हाम्रो होटल सँगै साथीहरूले हेल्प गर्न सक्नुहुन्छ। त्यो पनि तपाईँको चाहिँ अलिकति बढी यो आउने पर्यटकहरूलाई नै सोचेको छ। हामी विदेशमा विभिन्न फेयरहरूमा पार्टिसिपेसन गर्न जाँदाखेरिमा चाहिँ फेयरमा पार्टिसिपेसन हामीले मुख्य दिएको, तर त्यो सँगसँगै आज के गरेर भने रेकमेन्डेड होटल्स रेकमेन्डेड ट्राभल कम्पनीज भनेर राख्दै आउँछ। त्यो पछि हामीलाई सजिलो भयो नि त, होटलमा बुक गर्नु त्यो हेरेर होइन त्यो पर्टिकुलर इभेन्टमा आउने हामीलाई चाहिँ एउटा सानो कोड जस्तो बनाएर त्यो इभेन्टमा आइरहेको हुन्छ। अलिक स्पेसल डेट राखिदियो भनेदेखि यसमा अझ बढी सहभागिता पनि बढ्न सक्ने देख्दै अब यो कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि हामी कुनै न कुनै रूपमा यहाँहरू जोडेर यो कामलाई अगाडि बढाउँछु भन्दै मेरो सानो मन्तव्य पास गर्छु।